गुड मर्निङ छोरी। हजुर त आज रेडी भइसक्नु भयो हजुरको नयाँ स्कुलको लागि। मामुले रेडी गरिदिएको। यता फर्किनुहोस् त। मेरो छोरीको मैले कपाल बाट्न सिक्दैछु। मलाई चाहिँ कपाल बाट्न पनि आउँदैन। पहिला करिश्मा हुँदा चाहिँ करिश्माले नै सबै बेबीलाई कपालहरू बनाइदिन्थ्यो। अनि अब सिक्दैछु म अलिअलि गरेर। अनि आज चाहिँ उसको फर्स्ट डे हो। स्कुल चेन्ज गर्न लागेको हामीले अस्ति दसैँ अगाडि नै। यता फर्किनुहोस्। दसैँ अगाडि नै हामीले चाहिँ धनकुटाबाट उहाँलाई ल्याएको। अनि दसैँ अघि पछि चाहिँ देखि चाहिँ उहाँको स्कुलै थिएन। अनि अब चाहिँ हामीले नयाँ स्कुलमा लान लागेको आज उसलाई। आज एडमिसन डे छ है रेडी। इटोरीको मौसम चाहिँ धुम्म धुम्म। राति चाहिँ पानी पनि परेको थियो। छोरीको स्किन केयर हुँदैछ यहाँ। छोरीलाई स्कुल जानलाई स्किन केयर गर्नु पर्यो अरे। यता हेर्नुहोस् त। गर्नुहोस्। म पनि छोरीलाई स्कुल पुर्याउँदै अफिस जानको लागि रेडी भइसकेको छु। ए सक्नु भएन चाबी खोल्न? म हेल्प गर्छु। स्कुल जाने मान्छे कस्तो लागिरहेछ हजुरलाई नयाँ स्कुलको लागि? अफिस जान्छु नि हामी त। अजा त लिन आउनुहुन्छ। दिउँसो लिन आउनुहुन्छ अजा। अनि दिनभरि चाहिँ बस्नुपर्छ स्कुलमै पढेर। अनि छुट्टी भएपछि चाहिँ घर आउने। ओके। छ होला टिभी त। आज हेर्नुपर्छ। हस् टिभी पनि राखिदिनुहोस् भनेर। ओके। छोरी चाहिँ क्लासरुम हेर्न जाँदै हुनुहुन्छ ड्याडीलाई लिएर। अनि उहाँ सिस्टरले लाँदै हुनुहुन्छ। आज चाहिँ उहाँको क्लासहरू हेर्ने, सबै कुरा गर्ने। अनि त्यसपछि भोलिदेखि चाहिँ उहाँको रेगुलर स्टार्ट हुन्छ क्लास। अनि म चाहिँ यहाँ एकछिन कुर्छु। ड्रेस युनिफर्म जे लाउन पनि मिल्छ अरे। अनि यहाँ बुक किन्ने मैले सबै लिइसकेँ यहाँ। स्कुल राम्रो लाग्यो? यस यस। छोरीलाई फेरि हामीले घरमै छोडेर चाहिँ हतार खाना पनि थोरै खाएर चाहिँ हामी अफिसतिर लाग्यौँ। अनि दुवैजनाको अफिस एकैतिर भएकोले चाहिँ हामीलाई एकदम सजिलो छ। अनि यहाँ रोशनजीले चाहिँ मलाई छोडिदिनुहुन्छ जहिले। अजीको के त नि? ए हिजो हाम्रो अजाको ह्याप्पी बर्थडे। अनि आज सानो अजीको ह्याप्पी बर्थडे है। डेली ह्याप्पी बर्थडे छ नि हजुरको त? ओके हजुर ड्याडीको हुन्छ अनि हजुरको हुन्छ है। लेट्स गो लेट्स गो लेट्स गो लेट्स गो लेट्स गो लेट्स गो। हजुरको त डेली छ त बर्थडे पार्टी। हिजो कसको थियो भन्नुहोस् त? ज्ञानी यता हेरेर बोल्नुहोस् त। कुन अजाको? आज चाहिँ कसको? हामी चाहिँ आन्टीको बर्थडे सेलिब्रेट गर्नको लागि जाँदैछौँ। बर्थडे त्यस्तो खास त होइन, तर केक काट्ने मात्र हो। अनि केक काटेर चाहिँ हामी फर्किन्छौँ। आन्टीलाई केक सरप्राइज केक चाहिँ लाग्दिन लागेको। अनि केक काटेर हामी फर्किहाल्छौँ। किनकि बच्चाहरू दुईजना बच्चाहरू हुन्छ नि त, बाबु र नानी चाहिँ खुसी होस् भनेर मैले केक ल्याइदिएको छु। हामीले चाहिँ केक पनि अनबक्स गरिसक्यौँ। आन्टीलाई सरप्राइज केक चाहिँ यसरी ओपन गरिसक्यौँ अनबक्सिङ। अनि मेरो यहाँ छोरी र मेरो हस्बेन्ड चाहिँ एकदम तयार हुनुहुन्छ केक काट्नको लागि। अनि आन्टी अङ्कल पनि किचनमै बिजी हुनुहुन्छ। अनि आन्टी आउँदै हुनुहुन्छ। अब हामी केक काट्छौँ।
Happy birthday to you. Happy birthday dear auntie. Happy birthday to you. अब चाहिँ हामी केक खाँदैछौँ। हाम्रो चाहिँ डिनर रेडी हुँदैछ। रोस्ट छोरीको स्कुल ब्याग रेडी भयो। अनि अब छोरीलाई स्कुल पठाउने आजबाट। स्कुल जाने हैन? अनि तिमी चाहिँ स्कुल जान रेडी भएको है? स्कुल जान मन छ कि छैन? नयाँ फ्रेन्डहरू बनाएर आउने हस् आज? चिनीको फ्रेन्ड ल्याउने? कहाँ ल्याउने? घरमा? ए आज त आउँदैन होला। अनि टिचरहरूसँग बोल्नुहोस्, युनिका टिचरसँग हस्। अनि माम पनि खानुहोस्, लन्च पनि खानुहोस्, ब्रेकफास्ट पनि खानुहोस् हस्। सिस्टरहरू आउनुहोस्। ह्याङ्की छ है यहाँ ब्यागको साइडमा। ओके हस्, गुड गर्ल हुने। आज चाहिँ अजा, ड्याडी, छोरी स्कुल जानुहुने। म चाहिँ जाँदिनँ। अनि अजा चाहिँ भरेदेखि लिन जानुपर्छ नि त बुवाले। त्यही भएर अजालाई देखाउनको लागि स्कुल जानुभएको। ए ब्याग चाहिँ नलगी पछाडि राख्नु पर्थ्यो। बाई ज्ञानी। यता 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 हेर्नुहोस् न।